हेलो गाइज। हेलो हेलो। आमा मेरो फेस टल्केको आज चाहिँ हामी गाडीको लुक्स चेन्ज गर्ने आज के छ त विचार गर्ने हो। 5 वर्ष भयो एउटै लुक्स हाल्दा हाल्दा अनि सबैले कपी पनि गरिसक्यो मेरो लुक्स गाडीको। त्यही भएर अब यो सब उक्काइदिने अब सिम्पल नर्मल सिम्पल कलर तर अब बिस्तारै हुन्छ है यो गाडीको लुक्स। फेरि एउटा हुन्छ नि फेरि बडी झिलिमिली लाग्छ क्या मलाई चाहिँ। एक्लै सिङ्गल चढ्दाखेरि चाहिँ हो है, तर सबैजना यसो फ्यामिली लिएर हिँड्दाखेरि त अलिक बडी झिलिमिली नै हो कि। पहिला गर्लफ्रेन्ड हुँदाखेरि चाहिँ केही भएको थिएन, अब बिहे गरेर पुग्यो है, अब यहाँ चेन्ज छ। हो यो चाहिँ अब लुक्स चेन्ज हुन्छ है आजलाई हेर्नु लाग्छ सबजनाले। गाइस म आइसक्यो यो गाडीको अब यो लुक्स चेन्ज गर्नुलाई पुरै सब ऱ्यापहरू उक्काइदिन्छु। लुक्स चेन्ज गर्नु पऱ्यो भाइ, अब पुरै यो ऱ्याप निकाल्नु पऱ्यो यो अगाडिको स्क्र्याच भएको मेरो होइन। अब यो धेरै वर्ष पनि भयो नि त निकाल्ने भने निकाल्ने त पछाडिको डिक्कीको पनि निकालिदिने। गाइस मैले चाहिँ अब गाइस सब निकालिदिने। यस्तो दुःख त लागिरह त्यही पनि निकालिदिने हो होइन। पुरै यस्तो स्क्र्याच गर्दैछन् क्या के हो, चुना मात्र लाग्छ है गाइस। बच्चाहरूले अब सिम्पल पुरै हामी ऱ्याप निकाल्दैछौँ भाइ र म मिलेर। पुरै सुरु भइसक्यो है। राम्रो स्टिकर थियो है। ल अब चाहिँ चट्ट गाह्रो मन मारी निकाल्नु परेन यहाँ। बुढीलाई झिलमिल भयो गाडी भनेर होइन। निकाल्छ है। ल गाडी फाइनली निकालियो अगाडिको ऱ्याप है बिस्तारै। ल गाडीको लुक्स फेरि चेन्ज है यत्रो गयो मेरो माल गाडीको लुक्स। अब पछाडिको त्यो निकाल्नु खोल्नु पऱ्यो पछाडि। मै निकाल्छु त्यसो तिमी उ गर ए। अब यसको पालो मै निकाल्छु। यो चाहिँ गाई चाहिँ मुटुमाथि ढुङ्गा राखी गर्नु परेको छ होइन। बिहे गरिसकेपछि क्या पुरा बुढीको आमाको पहिला सुनिन्न अब सुन्नु परेको होइन गाइस। अगाडिबाट अब यस्तो 5 वर्ष भइसक्यो गाह्रो भयो त। पछाडिबाट यतिसम्म भइसक्यो है। म गाउँछु नि एउटा गाह्रो छ नि आफूलाई भन्दा पनि माया गरेर नलाउने। अब सिम्पल गर्ने तर लुक्स चाहिँ पर्दैन। पेन मात्रै गऱ्यो त्यो भाइलाई बोलाएर म गराइहाल्छु। एउटा भाइ छ त्यो घरमै आएर गरिदिन्छु मेसिन बोकेर। म चाहिँ अब त्यो सिङ्गो उठाउनु जाँदैछु। हुन्छ पुरै कम्प्लिट भयो हाम्रो। लगाइ अहिले त्यस्तो भयो गाडी यो हटाउनु किन हटाउनु भएन। मलाई यो हटाउनु मन लागेन। रेसिङ बाइक गएको सब हटाइसक्यो। एक साइडबाट यस्तो छ गाडी भने अर्को साइडबाट अहिले अगाडिको चाहिँ हटाएको छ बाँकी अब अझै त्यो कम बाँकी छ। त्यहाँको उठाइसक्यो होइन सिङ्गो। अहिले ड्यामेज छ ल त्यो बच्चाहरूको करामत यहाँ बच्चाहरूले गर्नु मलाई कति चुना लाग्यो यत्रो
10,000 हाल्यो अलिक स्टिकर ऱ्याप गरेको यो मलाई बर्नेटको त्यो नि गयो मेरो कार्बन फाइबर। अब यिनीहरू त कति हो ग्रिनहरू ठिकै छ सबै कुरोको दिन आउँदा 5 वर्ष भयो है मैले लगाएछ अलिकति अब सुरु हुँदैछ है। अब यो भित्रबाट हामी चाहिँ भित्रपट्टि चाहिँ हामीले अब कार्बन फाइबर टाल्नु हुँदैन कति दिएर पाउ यो 20 70 कार्बन फाइबर चाहिँ सट्टै ऱ्याप गर्दैछौँ फुटेछ टक्क टिम हिट चाहिन्छ हाम्रो ट्याक्क वनस्थलीको यो उसमा है यो साईबाबा मार्गमा ट्याक्कै प्रदेश नम्बर 242 पर 9999 नम्बरको चाहिँ नम्बर प्लेट मिटर सबै भन्छ है नम्बर त्यही छ देखिसक्नुभयो होला नम्बर होइन ट्याक्कै ल गाइस फाइनल लुक छ अब चाहिँ गाडी अहिलेलाई अब रेड एन्ड ब्ल्याक प्लेनमा कन्भर्ट भइसकेको छ। यो चाहिँ मैले अहिले उब्काएको छैन यो मलाई अलिकति मनपर्ने भएर भोइस टोय कार्बन हालिसकेँ यहाँ